नमस्कार साथीहरू। स्पाइस जेट र एयर इन्डिया एक्सप्रेसले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित उडान सञ्चालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति प्राप्त गरेका छन्। यससँगै भारत नेपाल मार्गमा सेवा दिने भारतीय एयरलाइन्सको संख्या 4 पुगेको छ, जसमा एयर इन्डिया र इन्डिगो पहिले नै सञ्चालनमा छन्। स्पाइस जेट, जसले कोभिड-19 महामारी अघि नेपालमा उडान भरेको थियो, अब फेरि दिल्लीदेखि काठमाडौँ मार्गमा दैनिक उडान सञ्चालन गर्नेछ। एयर इन्डिया एक्सप्रेसले पहिलो पटक नेपालमा सेवा विस्तार गर्दैछ, जस अन्तर्गत यसले दिनमा 2 उडानका लागि स्वीकृति प्राप्त गरेको छ। यसका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्स, थाई एयरवेज, सिङ्गापुर एयरलाइन्स, मलेसिया एयरलाइन्स, ड्र्यागन एयर, एयर चाइना, चाइना साउदर्न, भुटान एयरलाइन्स र ड्रुक एयर जस्ता एसियाली एयरलाइन्सहरूको पनि नियमित उडान सञ्चालनहरू भइरहेको छ। स्पाइस जेटले लोकप्रिय दिल्लीदेखि काठमाडौँको रुटमा फेरि उडान भर्दैछ। दैनिक उडानहरू पुनः सुरु हुने तालिकासँगै एयरलाइन्सको पुनरागमनले यात्रुहरूलाई अझ बढी सुविधा र लचिलोपन प्रदान गर्ने अपेक्षा गरिएको छ। एयर इन्डिया समूह अन्तर्गतको बजेट क्यारियर एयर इन्डिया एक्सप्रेसले पहिलो पटक नेपालमा आफ्नो सेवाहरू सुरु गर्दैछ। स्पाइस जेट, एयर इन्डिया एक्सप्रेस, एयर इन्डिया र इन्डिगो सामेल भएपछि 2 राष्ट्रहरूबीच नियमित रूपमा उडान गर्ने भारतीय एयरलाइन्सको संख्या अब 4 पुगेको छ। यो वृद्धिले बजारमा प्रतिस्पर्धा बढाउने र यात्रुहरूको लागि राम्रो विकल्प र सम्भावित रूपमा भाडा पनि कम हुने अपेक्षा गरिएको छ। यी हवाई विकाससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बढ्दो ट्राफिकलाई सहयोग गर्न प्रमुख सञ्चालन परिवर्तन गरेको छ। अप्रिल 1 देखि केही उडानहरू अस्थायी रूपमा स्थगित गर्नुपर्ने भएकाले जारी ट्याक्सीवे मर्मत कार्यलाई पुनः तालिकाबद्ध गरिएको छ। विमानस्थल अब बिहान 6 बजेदेखि मध्यरातसम्म दैनिक 18 घण्टा खुला रहनेछ, जसले गर्दा उडान आगमनको मात्रा बढ्नेछ र बढ्दो यात्रुको मागलाई सम्बोधन गरिनेछ। नवीकरण गरिएका हवाई सेवाहरू र विमानस्थल सुधारहरूले पर्यटनलाई अगाडि बढाउन, कनेक्टिभिटीलाई सुव्यवस्थित गर्न र आर्थिक सहयोगलाई सुदृढ पार्न दुवै देशहरूको संयुक्त प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। बजारमा धेरै वाहकहरू प्रवेश गर्दै र पूर्वाधार विकास हुँदै जाँदा भारत र नेपाल बीचको यात्रुहरू आगामी महिनाहरूमा थप सहज र किफायती विकल्पहरूको अपेक्षा गर्न सक्दछन्। अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सीवे मर्मत कार्य, जसकारण अघिल्लो समय उडानहरू स्थगित भएका थिए, अहिले बिना अवरोध जारी रहेको छ। विमानस्थलको सञ्चालन समय पनि 14 घण्टाबाट बढाएर बिहान 6 बजेदेखि मध्यरातसम्म 18 घण्टा पुर्याइएको छ। यससँगै भारत नेपाल मार्गमा सेवा दिने भारतीय एयरलाइन्सको संख्या 4 पुगेको छ, जसमा एयर इन्डिया र इन्डिगो पहिले नै सञ्चालनमा छन्। स्पाइस जेट, जसले कोभिड-19 महामारी अघि नेपालमा उडान भरेको थियो, अब फेरि दिल्लीदेखि काठमाडौँ मार्गमा दैनिक उडान सञ्चालन गर्नेछ। एयर इन्डिया एक्सप्रेसले पहिलो पटक नेपालमा सेवा विस्तार गर्दैछ, जस अन्तर्गत यसले दिनमा 2 उडानका लागि स्वीकृति प्राप्त गरेको छ। यसका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्स, थाई एयरवेज, सिङ्गापुर एयरलाइन्स, मलेसिया एयरलाइन्स, ड्र्यागन एयर, एयर चाइना, चाइना साउदर्न, भुटान एयरलाइन्स र ड्रुक एयर जस्ता एसियाली एयरलाइन्सहरूको पनि नियमित उडान सञ्चालनहरू भइरहेको छ। स्पाइस जेटले लोकप्रिय दिल्लीदेखि काठमाडौँको रुटमा फेरि उडान भर्दैछ। दैनिक उडानहरू पुनः सुरु हुने तालिकासँगै एयरलाइन्सको पुनरागमनले यात्रुहरूलाई अझ बढी सुविधा र लचिलोपन प्रदान गर्ने अपेक्षा गरिएको छ। एयर इन्डिया समूह अन्तर्गतको बजेट क्यारियर एयर इन्डिया एक्सप्रेसले पहिलो पटक नेपालमा आफ्नो सेवाहरू सुरु गर्दैछ। स्पाइस जेट, एयर इन्डिया एक्सप्रेस, एयर इन्डिया र इन्डिगो सामेल भएपछि 2 राष्ट्रहरूबीच नियमित रूपमा उडान गर्ने भारतीय एयरलाइन्सको संख्या अब 4 पुगेको छ। यो वृद्धिले बजारमा प्रतिस्पर्धा बढाउने र यात्रुहरूको लागि राम्रो विकल्प र सम्भावित रूपमा भाडा पनि कम हुने अपेक्षा गरिएको छ। यी हवाई विकाससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बढ्दो ट्राफिकलाई सहयोग गर्न प्रमुख सञ्चालन परिवर्तन गरेको छ। अप्रिल 1 देखि केही उडानहरू अस्थायी रूपमा स्थगित गर्नुपर्ने भएकाले जारी ट्याक्सीवे मर्मत कार्यलाई पुनः तालिकाबद्ध गरिएको छ। विमानस्थल अब बिहान 6 बजेदेखि मध्यरातसम्म दैनिक 18 घण्टा खुला रहनेछ, जसले गर्दा उडान आगमनको मात्रा बढ्नेछ र बढ्दो यात्रुको मागलाई सम्बोधन गरिनेछ। नवीकरण गरिएका हवाई सेवाहरू र विमानस्थल सुधारहरूले पर्यटनलाई अगाडि बढाउन, कनेक्टिभिटीलाई सुव्यवस्थित गर्न र आर्थिक सहयोगलाई सुदृढ पार्न दुवै देशहरूको संयुक्त प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। बजारमा धेरै वाहकहरू प्रवेश गर्दै र पूर्वाधार विकास हुँदै जाँदा भारत र नेपाल बीचको यात्रुहरू आगामी महिनाहरूमा थप सहज र किफायती विकल्पहरूको अपेक्षा गर्न सक्दछन्।
अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सीवे मर्मत कार्य, जसकारण अघिल्लो समय उडानहरू स्थगित भएका थिए, अहिले बिना अवरोध जारी रहेको छ। विमानस्थलको सञ्चालन समय पनि 14 घण्टाबाट बढाएर बिहान 6 बजेदेखि मध्यरातसम्म 18 घण्टा पुर्याइएको छ। हस् त साथीहरू, आजको लागि न्युज अपडेट यति नै। यस्तै जानकारीमूलक र न्युज अपडेटहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक र सेयर गर्न नबिर्सिनुहोला। धन्यवाद। जय नेपाल।